हेलो 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 वेलकम ब्याक टु माई च्यानल गाइज अनि तपाईँलाई मेरो च्यानलमा स्वागत छ। अनि आज नयाँ दिन नयाँ सुरुवात यस्तै थकित अवस्थामा सुरुवात हुँदैछ किनभने हामी हिजो मात्रै फर्क्यौँ सेवगाईदेखि। आज थाकेको छौँ तर पनि मसँग एक्साइटेड केही छ। अनि त्यो एक्साइटेड के हो भने आज चाहिँ हामी बोइजहरू डे आउट जाँदैछौँ। हाम्रो पहिल्यैदेखि योजना थियो, प्लान थियो हामी बाहिर जाने, अलिकति बोइज टाइम स्पेन्ड गर्ने भन्ने प्लान थियो। अनि त्यो आज हामी गर्दैछौँ। सो आज तपाईँलाई हामीसँग लिएर जान्छौँ कता भने गोर्खा। आज हामी गोर्खा जान्छौँ अनि वान नाइट स्टे त्यहाँ गर्छौँ अनि भोलि हामी फर्केर आउँछौँ। लेट्स गो आउट, लेट्स स्पेन्ड सम टाइम, लेट्स बी फ्रेस भन्ने हुन्छ नि, त्यो महसुस गरेर आज हामी जाँदैछौँ। अनि तपाईँलाई हामीले कहाँ लिएर जान्छौँ, गोर्खा लिएर जान्छौँ अनि तपाईँलाई देखाउँछु। सो आइ एम सो एक्साइटेड। म तपाईँलाई देखाउँछु, सक्दोसम्म देखाउनेछु। आई एम नट रियली युज टु मेक अ ब्लग है। मलाई त्यति साह्रो ब्लगमा फेरि थाहा हुन्न, कहिले कहिले म बिर्सिन्छु, मैले ब्लग बनाउँदै गर्दा पनि म बिर्सिन्छु। सो आई होप मलाई सबै कुरा याद होस्, म तपाईँलाई सबै कुरा देखाउन सकौँ। सो ओके, लेट्स स्टार्ट आवर डे। ल हाम्रो आकाश दाई आइसक्नु भएछ। आकाश दाई अन द फिल्ड। आकाश दाई एक्साइटेड जानु। यत्रो मोटो त पर्दैन यार दाई ज्याकेट यार। यत्रो मोटो यार दाई। यता के छ, कस्तो छ दाई? ठिक छ दाई? एक्साइटेड दाई? जानु न, बोइज डे आउट होइन, डे होइन आज त पुरा वान नाइट डे, सबै बस्ने हो होइन, पुरै बसेर जाने हो। म रेडी। ओके गाइज, ल हामी जानलाई भयो रेडी। अब निस्किँदैछौँ बाहिर। आज चाहिँ स्कुटरमा जाने योजना छ। म चाहिँ स्कुटरमा, म र आकाश स्कुटरमा, अरूहरू उताबाट जानुहुन्छ। ओके लेट्स गो। त गाइस हामी जानलाई रेडी भइसक्यो। अब हामी कति निस्क्यौँ। अगाडिको ब्लग चाहिँ, अगाडिको भिडियो चाहिँ हामी यो गोप्रोबाट खिच्नेछौँ, किनकि म चाहिँ म फोन पक्रिन्छु। ल गाइजहरू हाम्रो वेट गर्दै हुनुहुन्छ। आज हामी अलिकति ढिलो भयो भरे जस्तो लाग्यो। ल हामी आज 5 जना जानु लाग्छ। के भएको यो जुत्ता प्रोटेक्सन हो पर्दैन। मेरो जुत्तामा अलि लाग्दैन दाइ यो फोहोर। दाइ मेरो जुत्तामा अलिक फोहोर लाग्दैन कि। ल गाइज आज चाहिँ हामी 5 जना छौँ जानलाई। अनि हुन्छ, प्रार्थना गरेर जाऊँ है। ल प्रभु धन्यवाद छ परमेश्वर आजको दिन समयको लागि। हामी यात्रा गर्दैछौँ। हाम्रो यात्रामा तपाईँको सुरक्षा दिनुहोस् प्रभु, अनि हामीलाई एकदम असल समय दिनुहोस् प्रभु, ताकि हामी त्यहाँ गएर तपाईँको नामको महिमा गर्न सकौँ अनि रमाइलो गर्न सकौँ, इन्जोय गर्न सकौँ अनि रिफ्रेस हुन सकौँ। प्रभु धन्यवाद। हाम्रो बाटोमा तपाईँ रहनुहोस्, येशूको नाममा आमेन। कस्तो हुँदैछ आगे दाइ? फेरि पोखरा छोडेर आमासँग दाइ यहाँ चट्ट। अब अभिलाष त्यहाँ मासु लिनलाई रेडी। सामुएल ह्यान्डसम हेर, ह्यान्डसम मान्छे, ह्यान्डसम हेर न। जोन विकको भाइ हो, नयाँ सिरिज आउँदैछ उसको। त्यहाँ र यहाँ चाहिँ आज हामी पोर्क लिएर जाने है। यो चाहिँ हाम्रो दामी पोर्क गइरहेको छ। ल
ल गाइज अब यहाँ चाहिँ हामी खाजा खान रोकेको छौँ। अभिलाष ठिक छ, रमाइलो हुँदैछ। आज त बोइज डे हो होइन, रमाइलो हुनुपर्छ कि झन् साँझ त्यो मासु चबाउँदा पो मजा आउने हो होइन। मासु त आज त कहाँ भाइ एक्लैले खाइदिन्छ ल 7 केजी त बाघ आज रूपमा आउँछ होइन, आफ्नो रूपमा आज टावरमा गएर गर्जिन्छ क्या भचेकको टावरमा गएर ऊ आगे जाँदै फेरि डग लभर यहाँ बिरा ए कुकुर र बिरालोसँग खेलिरह। अच्छा म त यार अब आफ्टर ह्याभिङ अ टी अनि राम्रो ब्रेकफास्ट खाइसकेपछि चाहिँ अब हामी चाहिँ निस्किन्छौँ। तयारी भइरहेछ निस्किन। अनि अहिलेसम्म हेर्दै हुनुहुन्छ भने आई होप इन्जोय गर्दै हुनुहुन्छ। यही हो साथी भाइको मजा, रमाइलो गफ गर्ने, रमाइलो गर्ने अनि हिँड्ने। अब यो हाइवे हाम्रो पोखरा जाने हाइवे। अहिले चाहिँ हामी यतापट्टि चाहिँ गोर्खा र यतापट्टि चाहिँ पोखरा, त्यस्तो छ कुरा। ल हुन्छ अब जाम। ल सामेल भइसक्यो रेडी जानलाई। सोनाम दाइ उता रेडी। गीत ओहो त्यो त कता छ नि सामेल, मजा आइरह एकदम दामी भइरहेछ नि। ल दामी देखेछ सामेल यार। ल दाइ खतरा देखेछ यार, यो हेलमेट दामी छ नि होइन। ल अलिकति सपिङ गरेर होइन दाइ सुन्तला किनेर अब हामी निस्किने छौँ। तेल सेल भराइसक्यो, सबै कुरो भइसक्यो, प्याकिङ पनि भइसक्यो। सामेल मजा आइरहेछ, रमाइलो भइरह। तिम्रो खतरा राइड हानेछ त आज। आज त खतरा राइड हानेछ सामेल। हामी जानुलाई रेडी। गाइस अहिले हामी 11 किलोमा छौँ अनि यहाँ चाहिँ आज हामी यहीँ सुत्छौँ आफ्नो सोनम दाइको घरमा। अनि दिस इज आवर सेकेन्ड होम है। यो ठाउँ भनेको हाम्रो लागि सेकेन्ड घर जस्तो हो। तब जहिले हामी यहाँ आउँदा यहीँ बस्ने गर्छौँ। ल गाइस फाइनली पुग्यो। आगे चाहिँ कस्तो भयो? डर त लागेन नि? पछाडि थियो नि त होइन। ल अब हामी पुग्यौँ। अब हामी सामान लिएर जान्छौँ। गाइजहरू अब हामी घरमा आइसक्यौँ। यो हाम्रो सोनम दाइको महल। Jersey, Jersey, Mom Jersey, Jersey. ल यहाँ आउने बित्तिकै गेटहरू त खान बसिहाल्यो होइन। यहाँ अब बाहिर बस्ने होइन, सिधै अब खानातिर। सामेल भोक लागेछ। डमोलीको माथि टुप्पा पुगेपछि पोखरा तल्दैछ बादलको लागि। आज खाने टाइम आयो रोक्यो फेरि। अभिलाष खाजा नखाएर आएछ।
ल गाइज ल खाना खाइसक्यो अब फेरि अर्को खानाको तयारी एउटा खाना खाइसक्यो अभिलाष फेरि अर्को खाना तयारी गर्दैछ साँझको हाम्रो आज बार्बिक्यूको प्लान छ अनि बार्बिक्यूको लागि पोर्क म्यारिनेट हुँदैछ पोर्क यस्तो दामी पिसहरू छ यार 3 लेयर्सहरू छ यस यो गरेर अनि सबै गरेर हामी फेरि निस्किन्छौँ अर्को ठाउँको लागि र कुखुरा पनि छ गाइस कुखुरा पनि म्यारिनेट गर्ने आज चट्ट पोलेर खानुपर्छ ओके सो अहिले चाहिँ हामी सबै कुरा रेडी गरेर अब चाहिँ हामी फेरि अर्को ठाउँ जाँदैछौँ दाइ कुन ठाउँ रे अब हामी जाने भच्याक जाने रे हामी अभिलाष यार त्यो महँगो जुत्ता लुगाउनु हुन्न कि यार अभिलाष तिम्रो गोली लागेर फर्किन्छ त्यो जुत्ता हेर गाइस हेर न यस्तो जुत्ता लुगाउँदैछ उसले यार हेर त यस्तो हेर त छोडिदियो भने झन् बाटो कित्ने भयो बाटोमा म कित्ने भयो जुत्ता कित्ने भयो महँगो जुत्ता त लुगाउने होइन क्या त्यो त गोर्खामा जन्मेको मान्छे अहिलेसम्म भत्सेक गएको छैन हो र अब म पनि हामी पनि पहिलोचोटि जाएर दाइले त्यही भएर मोटो ज्याकेट लगाउनु भएछ त्यहाँ चिसो हुनसक्छ ल अब जान लाग्छ सामेल यता हेर त मान्छे ह्यान्डसम हो क्या मान्छे मेरो भिडियो बनाइले देख ल ल ल 1 2 3 गो ओए खतरा खतरा दाइ के गर्ने फोटो खिच्ने कि के कस्तो ओए खतरा देखेँ दाइ आँखा हेर अब गर्ल्स उहाँ सिङ्गल हुनुहुन्न माफ गर्नुहोस् उहाँ ह्यान्डसम मान्छे ओके गाइज अब रेडी गोप्रो लगाउन बाँकी छ अनि गोप्रो लगाइसकेपछि स्वाट निस्किन्छौँ ल गाइज लाग्यो अब यहाँबाट नेक्स्ट लोकेसनको लागि यो चाहिँ गोर्खाको छेपाटार भन्ने ठाउँ हो यस्तो दामी बनाएको हेर्नु त दाइहरू त है तपाईँ जो पनि यहाँ छेपाटारबाट हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गर्नुहोस् किनभने तपाईँको ठाउँ त राम्रो है साउट आउट टु छेपाटार है यस्तो दामी बनाएर राखेको छ छेपाटार यार दामी दामी गुड गुड किप इट अप छेपाटार दाइ यतै हो ससुराली यो चाहिँ हाम्रो दाइको ससुराली है हो कि होइन जस्तो लाग्यो मलाई हो कि होइन जस्तो लाग्यो हामी पोखराबाट आएको सबैजना
Look at this view. Wow. Welcome to Bhatuk. यो हो भाँचो गाइज भच्याक पुगिसक्यो हामी अब यहाँबाट चाहिँ तपाईँलाई देखाउँछौँ हामी भ्युजहरू ल अभिलाष पुग्यो ल भन त कहाँ के छ यो ठाउँलाई चाहिँ भचेक भन्छ योबाट उता पारी चाहिँ लमजुङको भाग भयो यो गोर्खाको चाहिँ यो भचेक यसलाई भचेक यहाँ तल ढोडिनीमा छ ढोडिनी तलको ढोडी खोला छ ढोडिनी खोला भन्छ त्यो गाउँ चाहिँ सोरपानी अनि उतातिरको डाँडाहरू उता घ्याम्पेसार हुँदै बारकोट हुँदै जराङ हुँदै अनि उता जौबारी मास्तर उता चिसापानी भन्छ अनि उताको त्यो सिम्बु भयो अनि सिम्बु हुँदै उता चिसापानीबाट त्यो माथिको चाहिँ त्यो देखेको चाहिँ त्यो घरै घर देखेको चाहिँ त्यो चाहिँ बारपाक यो बारपाकबाट त्यो माथि बाटोबाट त्यो बादल हो भएकोबाट जस त्यो डाँडाको तल गयो भने चाहिँ लाप्राक पुग्छ लाप्राक गुम्दाकबाट चाहिँ उता पनि अर्को काशी गाउँ ल धन्यवाद ए खतरा इन्फर्मेसन यो ठाउँ चाहिँ गाइस तपाईँ गोर्खाका मान्छेहरूलाई थाहा छ तर नेपालका मान्छेहरूलाई यो ठाउँ थाहा हुनुपर्छ गाइस ल हामी पुग्यौँ यो ठाउँको नाम के अरे भचेक पुगेको छौँ हामी कति रमाइलो आनन्द यो सिन भचेकको फुल भाउजूको लागि दाइले लिएर जाँदै हुनुहुन्छ त्यो पनि यहाँ भचेकबाट ओके गाइज कति रमाइलो कति आनन्द त्यही भएर यो जुन डे आउट छ इट्स भेरी इम्पोर्टेन्ट है थाकेको बेलामा यस्तो डे आउट गर्न पाउँदा यहाँ हेर्दा यो भ्यूलाई हेर्दा नेक्स्ट लेभल आनन्द आएको छ ल गाइज अब हामी फर्किन्छौँ अब यहाँ फोटोसोटो खिच्यौँ आनन्द लियौँ एकछिन बस्यौँ अब हामी फेरि फर्किन्छौँ अब अर्को लोकेसन हाम्रो छ त्यहाँ जाने योजना छ ल लेट्स गो गुरुजीलाई बाई बाई भन्दै हामी गाइस यो हो नयाँ साथी अनि त्यहाँ माथि हामी गएछ त यार सेवकाको लागि यहाँ झरे त यो घरहरू पुरा भत्केको थियो टक्क होइन यहाँ तल स्कुल छ तल स्कुल छ यहाँ माथि चर्च छ आहा त्यही बेला त्यो घरहरू सबै भत्केको थियो नयाँ बनायो सबै यो हेर्नु त त्यो हो नि त ठाउँ यार यहाँबाट माथि गएको हामी यार त्यो पहाड गएर पुरानो दिन याद आयो यार यही हो नि त हामी सेवकाको लागि पहिलो मेरो डिटिएस आउटर जाएको माथि के रजेटार है रजेटार अनि यहाँ टेबल त के थिएन नि यार पुरै छैन होला अब बारपाक 35 किलोमिटर यहाँबाट बारपाक त 1.5 घन्टा पुग्दो रहेछ यहाँबाट पर त सिधै बारपाकै गयो हुने रहेछ अघि नै अब मलाई थाहा छ नि यो ढेउडे नै हो भने त बर्बाद हुन्छ जिन्दगी यही हो ढोडे नि यही हुनुपर्छ मेरो हिसाबले ढोडे यही जस्तो लाग्छ
यही हो धर्नी यही हो गाइस त्यो चाहिँ धोर्ने रे यो त बस पार्क जस्तो देख्यो यही भन्छ धर्नी अब यही हो धर्नी माथि गाउँमा हुनुपर्ने हो तर धर्नी यही हो गाइस अहिले हामी धोडेनीमा छौँ हामी पुग्यौँ यहाँ बडा मुस्किलले अब यहाँबाट हामी फर्किन्छौँ घर फिर्ता कस्तो भइरहेको छ सामी टाढा आयो है टन्ने टाढा म त खतरावाला भ्यू दामी देख्ने ठाउँ होला भनेको त यार बस पार्क रहेछ यो माथि गाउँ जाने यहाँबाट सुर बन्द नि मिल्दै गाउँ जाने हो र ए आएको त ठिक छ गाइस यो चाहिँ केरा हो लोकल केरा लुक एट दिस साइज कत्रो ठुलो छ यार ये भाइ यत्रो पनि अलिक भ्याउँदैछ न यत्रो ठुलो छ यार के हो यो अभिलाष के हो कति रे 300 आमामा के हो यो सुनकै माछा हो क्या कुन माछा हो यो सबैजना यहाँ बिस्कुट खानेमा छन् यो ठिक छ यो कति रुपियाँ 5 रुपियाँ 3 रुपियाँ अभिलाषलाई खुब भोक लागेछ बिस्कुट हालेको छ 3टा खाइसक्यो ओके गाइज ल अब हामी यहाँ खानपिन भयो हाम्रो अब जानु लागेछौँ हामी बाई गाइज फाइनली छेबेटार पुग्यो यस्तो यात्रा गरिसकेपछि थकित अवस्थामा मजाले लामै यात्रा गर्नु पर्यो अहिले छेबेटार पुग्यौँ अब एकछिनमा घर पुग्छौँ दाइ ठिक छ बेहोस कुकुर छ तपाईँको पछाडि सामे 12 किलोमा पुग्यो अब यहाँ चाहिँ धन्दै सोनम दाइले बल्ल लाइट देखाएर हो नि मेरो बत्तीले त देख्दैन देखेर यार दाइको सालको चाहिँ अलिक मधुरै छ ल जस रमाइलो भयो आज होइन मजा आएर गाइस ल घर पुग्यो फाइनली घर पुग्यो दामी खेर है यो लोकल हो अर्ग्यानिक सो हामीले आफ्नो कोठा पाइसकेका छौँ हामीलाई सबैलाई एक एउटा कोठा दिनुभएछ अनि यो मेरो कोठा हो आजको लागि यो मेरो कोठा एउटा कोठा प्रोभाइड गर्नुभएछ वी आर सो थ्याङ्कफुल है अनि उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ सो ह्याप्पी ल गाइज बार्बिक्यूको तयारी भइरहेको छ यहाँ र सोनम दाइले अब सुरु गर्दै हुन्छ गाइज ल बार्बिक्यूको आगो रेडी सामेल खानालाई रेडी के कस्तो भयो आज कस्तो भयो यात्रा हात प्लास्टर गर्नु मात्रै मजा आयो तर मजा आयो है दाइ हर्न बजारै चलाउनु न भन्ने छ भन्दा रोकाएर ल गाइज ओए ल ओए चिकन आयो है आज चिकन आयो ल विङ्स चिकन विङ्स तर मलाई लागिरहेको छैन आज चिकन कोहीले पनि खान्छ यहाँ त्यसपछि के खान सक्छ यत्रो मोटो मोटो
ओइ दामी हो नि यो त ल चिकनको पालो आयो दामी चिकन विङ्स भइरहेछ भइरहेछ साथीलाई तातो भनेर सोधिदिन्छ सोधेर कोइला पुगेन केटा हो आज यो चिकन पाकिरहेको छ तर यो सही ठुलो छ कि एकैचोटिमा हेर्नु टोट होइन अनि मासुसँग हामीसँग भुजा अनि पापड सापड के छ अब त्यसमा यो आज खाना चर्चमै बसेर बिचरा आएको अरू को बस्यो त्यो चर्चमा ऊ मात्रै होइन नि होइन के ऊ मात्रै घरमा दिइरहेको छ त बस्यो मान्छे त होइन त यस्तो त्यो बेलाको त्यो मान्छे डर भयो नि डर के सबैलाई डर सबै त्यही हो सर्छ कि के हुन्छ कि किन यस्तो समाचारमा यस्तो मात्रै कुरा आयो कि पिट्यो दाङ पुरानो मासु पुरा लिनु निसेको दौडेर त हामी त हालेर अरूलाई छैन म त भागेर अरू गरेको अन्टी छ कि छैन अनि पछि अन्टी पिसारमा छिरेको भन्यो क्या लोड त्यहाँ कस्तो सुशीला र म त त्यो झोलामा तेल र अलिकति आलु बोकेर हिँड्थेँ ल गाइज आज पोर्क ल एउटा खाइहाल्नु पऱ्यो यो काट्छ हामीले मजाले अहिले यहीँ राख्नु है ठिक छ पोर्क पोर्क बाबा अचारसँग गाइस टन्नै खाएर यति धेरै बच्यो आज मजा आयो आगे पुग्यो तपाईँले पुगेन साँच्चै पुग्यो सनम दाइ त खानु भएन खै किन हो सनम दाइले खै मैले छोडेँ पोर्क भनेर उहाँले चिकन मात्रै खानुभयो पोर्क मैले खाएछ आज अनि ओके अनि सामेल चाहिँ अघिदेखि भाँडा माझेको अविनाश ठिक छ पुग्यो सो फाइनली आज मिठो डिनर पोर्क डिनर गरेर हामी चाहिँ सुत्ने अन्तिम क्षणमा आइसकेछौँ आजको दिन हामीले धेरै रमाइलो गऱ्यौँ खायौँ इन्जोय गऱ्यौँ नयाँ नयाँ ठाउँ एक्सप्लोर गऱ्यौँ है अब थाकिसकेछौँ अनि अब आजको दिनलाई हामी यहीँ एन्ड गर्नेछौँ अनि भोलि हामी फेरि नयाँ ठाउँ जानेछौँ अनि त्यो तपाईँलाई हामी देखाउनेछौँ
सो आजको दिनको लागि सबैजनालाई गुड नाइट।